यो मकै भाँचिएको अवस्था हो। यो मकै भाँचेको हो। भाँचेर यो नछिपिकन आजको पानीले सबै ढालेको हो नि त। ल ठाङ 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 भयो। अनि यो बाँदरले खाएको त होइन नि? बाँदरले खाएन भन्दा पनि खाएछ पर अलिअलि 5-6 खाइसक्यो। खाएछ। राति त्यही गएर सुतेछ। ल यो खाएछ अनि गएर तल सुतेछ। बाँदर दाइ सुत्यो, खाएरै सुतेछ है। अगाडि सुत्यो होला। उसको नि कमाइ छैन अब। अनि कति महिनाको मकै हो यो? कति महिनामा पाकिसक्यो यतिको? यो चैतमा रोपेको। चैत वैशाख जेठ असार 4 महिनामा मकै पाकिसक्यो। छिटै पाक्दो रहेछ है। छिटै पाक्छ। आज नयाँ मकै खाँदैछौँ गाइजहरू। हामी नयाँ मकै उद्घाटन गर्दैछौँ आज। हामी यो पोलेर उसिनेर खाने हाम्रो प्लान छ। आज पानी पनि परेको अवस्था, रातभरि पानी परेन, पहिरोको जोखिममा परेर सातो पुत्ला गएको थियो। अब चाहिँ मकै खाएर फर्काउने हो सातो। सातो फर्काउने होइन त भाइजी? फर्काउनु पर्यो। मकै केलाएर धुम्सो बनायौँ हामीले। भाँचिएछ मजाले। सोतर बनाएछ नि त। 70 भएको छ यता। 70 यहीँबाट काटेर ल्याएको। ल ओके। मकै घारी। ल यतै देखाउनु। ए मकै उसिनेर खानुपर्छ यो। पोलेर भन्दा नि उसिनेर। ल अब यतातिर नि देखाउनु, यतातिर नि देखाउनु क्यामेराम्यान। फोकस गर, फोकस। आज मकै खाने हो। मकै खाने जति आउनु होला यहाँ चेपच्यार आसपासमा रहेको चेपच्यार सेरोफेरो टेलिभिजन 11 मेगाहर्जमा सम्पर्क गर्नुहोला। हस् त, सबैलाई धन्यवाद। अब भयो, लामो हुन्छ, छोटो भयो।